होइन अब केपी ओली नै यस कार्यक्रममा आउनु पर्यो होइन बेरिया मैनी दामना यस्ता राम्रा राम्रा केटीहरू भएपछि त यो भाइको बिहा आजै गर्दिन ए आमा हो जिग्री बरु उत्तो साइडमा बसेको कालो केटी त मलाई पिछटै मन पर्यो बेरिया मैनी ओइ बोले त्यो म बुढो नभएको भए त्यसलाई मै ताक्थे होइन साँच्चै यो देउसी भैलो कार्यक्रममा यो बोलेर जिग्री चाहिँ अगाडि आएछन् म केपी ओलीलाई अलिक पछाडि पारेँ यी जेजीहरूसँग चाहिँ मेरो थोरै गुनासो छ अस्ति यस्तै जेन्जीहरूले मलाई अस्ति हेलिकप्टरमा भाग्न बाध्य बनाए बसु बसु हाँस्दैछन् आई लभ यु अब त्यो बेला भाग्दाखेरि मेरो एउटा कटु पालै परेको थियो यदि बोलिरहँदाखेरि डर डर पनि लागिरहेछ कोही हाम्रा जेजीहरूले अर्को कट्टुमा पनि पल पार्छ कि भन्ने अब यही कार्यक्रममा शेरबहादुर देउवा पनि आउँदै हुन्छ ताली चाहिन्छ नि ताली देऊ त्यो जेन्जीहरूले चाहिँ मलाई त पिके पिके यो बाबा मेरी श्रीमती आर्जु राणाको गल्ती के थियो यो बाबा होला दसैँमा मलाई मासु खान एक बाबा कम्ती खाएर भलोमा मलाई कुटेको यो बाबा ससुराली जान्छु भन्छ नि ज्वाइँ त्यो बाबा भाग्न चाहिँ किन भाग्नु भयो यी जेन्जीहरूलाई त आयो भने नि बाबा म मुर्रा हान्छु भन्दैन म जेन्जीहरू पनि दुई तिनजना